मेरो आमालाई चाहिँ पेटको समस्या थियो मेन चाहिँ। हजुर अनि राति निद्रा नलाग्ने, एकदम शरीरको तापक्रमहरू बढ्ने, हजुर अनि राम्रो खाना पचाउन नसक्ने, हजुर होइन, हिँड्दाखेरि चाहिँ गल्ने, 2-4 पाइला हिँड्ने बित्तिकै गल्ने, थकान महसुस हुने, त्यस्तो खालको प्रब्लमहरू थियो। यसले राम्रो काम गर्छ, तपाईँहरूले चाहिँ यसमा केही डाउट गर्नु पर्दैन। यो एकदम राम्रो प्रोडक्ट हो। यसमा चाहिँ सबैजनाले राम्रो फिडब्याक दिनुभएको छ। मैले हाम्रो पनि युज गरेर मात्रै हामीले चाहिँ युज गरिसकेपछि हामीले पनि फिडब्याक दिएको हो। हजुरहरूले पनि यो युज गर्न सक्नुहुन्छ। सम्पूर्णमा नमस्ते। म लिक्विड क्लोरोफिल आधिकारिक विक्रेता अनिल थामी। आज मसँग एकजना म्याम हुनुहुन्छ। उहाँले चाहिँ आफ्नो आमाको लागि पहिला क्लोरोफिल अर्डर गर्नुभएको थियो र फेरि पनि अर्डर गर्नुभएको छ। उहाँको आमाको चाहिँ स्वास्थ्यमा के कस्तो समस्या थियो, क्लोरोफिल प्रयोग गराउनु भयो र अहिले कस्तो स्वास्थ्य अवस्था छ, उहाँकै मुखारबिन्दुबाट सुन्नेछौँ। नमस्ते म्याम। नमस्ते। हजुरको शुभ नाम? कमला रोइमी मेरो नाम। पहिला हजुरको आमालाई क्लोरोफिल प्रयोग गराउनु भयो, फेरि पनि अर्डर गर्नुभएको छ। यो क्लोरोफिलले के कस्तो समस्याको लागि काम गर्यो त म्याम? मेरो आमालाई चाहिँ मेन प्रब्लम भनेको पेटको समस्या थियो। हजुर त्यसपछि हिँड्दाखेरि एकदम थकान महसुस हुने, किनभने उहाँले खाएको चाहिँ पचाउन नसक्ने भएको कारणले। अनि राति सुत्दाखेरि पनि एकदम त्यो तापक्रम चाहिँ बढ्ने, निन्द्रा नलाग्ने, त्यस्तो खालको समस्या थियो। हजुर मैले चाहिँ यो क्लोरोफिल सम्बन्धी थाहा पाएर दाइहरूसँग कन्ट्याक्ट भइसकेपछि यो लगेर युज गर्न लगाएँ। त्यसपछि यो युज गरेको 1-2 हप्तामा नै राम्रो रिजल्ट प्राप्त भयो। 1-2 हप्तामै रिजल्ट आयो? हजुर। त्यसपछि मैले राम्रो गर्दो रहेछ भनेर नै विश्वासका साथ मैले अहिलेसम्म 3-4 वटा जति चाहिँ प्रयोग गर्न लगाइसकेँ। राम्रो फिडब्याक पाइरहेको छु, राम्रो भएको छ भन्नु। कतिपय हाम्रो टिकटकमा कस्टमरहरूले यो अनलाइन सामान कामै गर्दैन भन्ने सयौँमा 1-2 जना हुनुहुन्छ। उहाँहरूको लागि चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ म्याम? उहाँहरूलाई म के भन्न चाहन्छु भने यसले राम्रो काम गर्छ। यसले चाहिँ अब सबै रोगहरूलाई चाहिँ निर्मूल गर्ने काम गर्दो रहेछ। यो हामीले विश्वासका साथ प्रयोग गरिसकेपछि हजुरहरूलाई फिडब्याक दिएको हौँ। यस युज गर्दा केही फरक पर्दैन, हजुरहरूले गर्न सक्नुहुन्छ। पहिला आफै प्रयोग गर्नु पर्यो, त्यस पछाडि मात्रै थाहा हुने रहेछ भन्न चाहनुहुन्छ? हजुर, एकदम एकदम हामीले प्रयोग गरेर नै हजुरहरूको लागि यो फिडब्याक दिइरहेका छौँ। महत्त्वपूर्ण समय दिनुभयो, विशेष धन्यवाद हजुरलाई। धन्यवाद।